ल हेर्नु है साथीहरु फेरि अर्को भिडियो लिएर आएको छु। यहाँ चाहिँ सुँगुरको मासु र अन्डा बनाउँदैछ दिदीले। यो तातो पानीमा यो चाहिँ तातो पानी उमालेको, यो तेल छैन यसमा चाहिँ। अनि फेरि एक रास तेलमा चाहिँ फेरि सुँगुरको मासु हाल्यो, यत्रो ठुलो चोक्टा हैन। त्यसमा फेरि अन्डा हाल्यो। अन्डा बोक्रा चाहिँ उकेकै होला सायद, त्यस्तो त बोक्रासँग त नगर्नुपर्ने, तर कोही कोही प्रायः जस्तो भिडियोमा चाहिँ बोक्रासँग गरेको छ दिदीले है। ला निकाल्यो। आमामामा यो तेल के हो यार, यत्रो तेल हाल्ने आवश्यक छैन यार। प्लिज दिदी यस्तो नगर्नुहोस् न, मान्छेलाई राम्रो कुरो सिकाउनुहोस् न हैन। यो तेल यतिकै छ कि यो तेल चाहिँ अब के गर्छ दिदीले हेर्नुपर्छ है साथीहरु। सुँगुरको मासु फ्राई गर्यो, काट्दैछ मज्जाले है। चपस्टिक पनि एकदम रेडी भयो। त्यही तेलमा हाल्यो। अलिकति तेल घटाएछ, थोरै तेल घटाएछ है पहिलाको भन्दाखेरि साथीहरु। ल उसै पनि सुँगुरको मासुमा धेरै तेल हुन्छ हैन। पनि आलु कटाइ त झ्यामझुमै हो फेरि हो। खासमा मान्छेलाई त्यो राम्रोसँग मिलाएर काट्न आवश्यकै छैन के। हुन त त्यो खाँदैछ त त्यो जे पाइ त्यही तरिकाले जाने हो नि त। खोर्सानी हाले त्यो ल चाहिँ टमाटर कटाइ हेर्नु साथी हो, नयाँ सिक्नुहोस् तपाईहरु यार। त्यो समय बर्बाद गर्ने चलनै छैन के यो। जसरी नि हुन्छ नि, किन काट्नु। ल अन्डा त्यही हाल्यो, खोर्सानी यतिकै हाल्यो है। आलु त अलिकति डह्रो हुन्छ र छोरीले काटे दिदीले, तर टमाटर त त्यो हल्का हुन्छ नि त नरम, अनि त्यो भएर च्याचुत बनाएर हाल्दियो। खोर्सानी त त्यही हो झ्यामझुम तेरीमा टोक्ने। हेत तेरीका यार, सरी गाइस मैले के बोले, तर खोर्सानी के हो यार। सुक्खा खोर्सानी पनि हालेछ, हरियो धनिया त फेरि हो झ्यामझुमै हाल्ने के, माटो मात्रै पो हाल्ने। भन्नुको मतलब हामीले जे खाँदा पनि सफा चाहिँ हुनु पर्यो, जे खाँदा पनि हुने रहेछ क्या साथीहरु। त्यो जरा पनि फाल्नु परेन है, बोक्रा पनि फाल्नु परेन। यो दिदीको भिडियोमा खोर्सानी चाहिँ अलिक बढी छ, नभए अरू त सबै राम्रो। खोर्सानी र तेल चाहिँ बढी हो। ल साथीहरु हेर्नुहोस् है, बुढा फेरि छेउमा आएर हँसुरिहाल्छ हो। साथीहरु भिडियो मन परेन सब्स्क्राइब गर्न नबिर्सिनुहोस् है, सब्स्क्राइब चाहिँ गर्नु पर्नुहुन्छ क्या। ल साथीहरु आजलाई यति नै, फेरि पनि भेट्ने भए सँगै बिदा हुन चाहन्छु। नमस्कार, जय नेपाल।